वनको काँडा रोप्यौ कि मनमा, रोप्यौ कि मनमा, सधैँभरि फुल फुल्ने जीवनमा। भिरको बाटोमा किन लायौ काँडे बार मायालु, फुलको साटोमा रोप्यौ कि मनमा, रोप्यौ कि मनमा, सधैँभरि फुल फुल्ने जीवनमा। भिरको बाटोमा किन लायौ काँडे बार मायालु, फुलको साटोमा किन लायौ काँडे बार मायालु, फुलको साटोमा। यो गीत रेकर्ड गरेँ। त्यसपछि त्यति बेला म 19 वर्षको 20 वर्षको थिएँ। यो गीत रेकर्ड गरेर बजारमा आइसकेपछि यो हाम्रो यो सल्यान दाङ तुलसीपुरदेखि यता माथितिर आउने सबै बसहरूले, त्यति बेला बसमा खुबै गीत बस्थ्यो। ती बसहरूमा प्रत्येक गाडीहरूमा चाहिँ मेरो क्यासेट किनिएको, क्यासेट अगाडि राखिएको, त्यो क्यासेटमा आफ्नो फोटो हुन्थ्यो। अनि त्यो गीत धेरै बज्यो। अनि त्यति बेला नै महोत्सव लाग्ने सुरु भयो। 61 सालमा चाहिँ सर्वप्रथम म सल्यानको श्रीनगरमा एउटा सांस्कृतिक महोत्सवमा बद्री पङ्गेनी, राजु परियार, हाम्रो शिला आले लगायतको टोलीहरू सँगसँगै सृजना बिराई थापा त्यहाँ महोत्सवमा आएँ र त्यहाँ मैले प्रस्तुति दिएँ। म त्यति बेला कलिलो थिएँ, अहिले त दाढी फुलिसक्यो। सानो मान्छे, सबैले माया गर्नुहुन्थ्यो र त्यो माया सँगसँगै चाहिँ म गीत सङ्गीतमा अगाडि बढेँ। र पछि सल्यानलाई कसरी चिनाउने, अघि पनि भन्नुभएको छ, कर्णालीलाई कसरी चिनाउने भन्ने सन्दर्भमा मैले सर्वप्रथम सल्यानको पहिचान दिनलाई सल्यानको मुख्य चिज के हो त भन्ने कुरा खोज्दै जाँदाखेरि हाम्रो सल्यानमा सल्यान भन्ने नाम नै सल्ला भन्ने शब्दबाट आएको छ, सल्लो भन्ने शब्दबाट आएको छ। यो सल्लोको रुख, त्यो सल्लोको वन जङ्गलले गर्दाखेरि सल्यान राम्रो देखिएको छ भन्ने सन्दर्भलाई जोड्दै सल्यानको मुख्य पहिचान सल्ला हो भन्ने कुरालाई राखेर अनि मैले सल्लेरी पाखैले बहिनी राम्री गाजलु आँखैले यो खालको गीत चाहिँ मैले लेखेँ। अनि त्यसपछि सल्यान सँगसँगै कर्णालीको कुरा गर्नुभयो। हुन त यो अहिले लुम्बिनी प्रदेश हो, त्यति बेला प्रदेश थिएन, विकास क्षेत्र हुँदा त हाम्रो एउटै थियो नि त। राप्तीको कुरा आउँथ्यो अनि राप्तीको गीतहरू पनि मैले थुप्रै गीतहरू गाएँ। अब त्यो राप्ती सँगसँगै पछि कर्णाली प्रदेश आयो र विद्यार्थी भाइ बहिनीहरू कता हुनुहुन्छ मैले देखेको छैन। खै हात उठाउनुहोस् त विद्यार्थी भाइ बहिनीहरूले, सबैजना हात उठाउनुहोस् त ल, जो पढ्ने विद्यार्थी हुनुहुन्छ नि। हो, तपाईँहरूलाई कर्णाली प्रदेशको राजधानी कहाँ हो थाहा छ? कहाँ भन्नुहोस् त? कर्णाली प्रदेशको राजधानी सुर्खेत हो होइन? सुर्खेत होइन, वीरेन्द्रनगर सुर्खेत। अब वीरेन्द्रनगर सुर्खेत भन्नुपर्छ है। कर्णाली प्रदेशमा कतिवटा जिल्ला छन् भाइ बहिनीहरू? कतिवटा छन्? 7वटा होइन, 8वटा होला। कति हो? 11 को हो। अभिभावकजीलाई थाहा होला कति हो? कर्णाली प्रदेशमा कति जिल्ला छ ल भन्नुहोस् त? 10वटा जिल्ला छ। तपाईँहरूलाई यी 10वटा जिल्ला कसरी कण्ठ गर्ने म एउटा गीत बनाएको छु है। अलिकति प्र्याक्टिकल्ली जस्तो हो मेरो सेसन। तपाईँहरू पनि गाउनुपर्छ, पहिला म गाउँछु है। हुम्ला जुम्ला दैलेख डोल्पा मुगु कालीकोट, हुम्ला जुम्ला दैलेख डोल्पा मुगु कालीकोट। ल तपाईँहरू भन्नुहोस् है। अब है म पहिला भन्छु अनि तपाईँहरू है। हुम्ला जुम्ला दैलेख डोल्पा मुगु कालीकोट। ल सबैले ठुलो आवाजले अझै रमाइलो पनि हुन्छ। हुम्ला जुम्ला दैलेख डोल्पा मुगु कालीकोट, 10 जिल्ला छन् रुकुम सल्यान सुर्खेत जाजरकोट, रुकुम सल्यान सुर्खेत जाजरकोट, सुर्खेत जाजरकोट नानै, सुर्खेत जाजरकोट नानै। यति गीत तपाईँहरूले लेखेर गाउनुभयो भने
10वटा जिल्ला कण्ठ हुन्छ। 10वटा जिल्लाको कण्ठ गरे त भोलि लोकसभामा नाम निस्किन्छ नि। अब यो सँगसँगै चाहिँ मैले अनि आफ्नै रीति संस्कृति छ, आफ्नै भाषा भेषा, जन्मभूमि कर्मभूमि कर्णाली परदेश। तपाईहरुको फेरि लुम्बिनी परदेश, लुम्बिनी परदेश नै। आफ्नो प्रदेशको लागि, ठाउँको लागि चिनाउनको लागि यस्तै यस्तै गीत सङ्गीतहरू गाउँदै आएको छु। मेरो समय लामो भयो कि? धन्यवाद। यसै गरी यही प्रश्न हामी अहिले मलाई याद आउँछ, ओखा र पाङ्गा र स्याउला खेर्ने लाग्दैनन् जाँगा र। यस्ता गीतहरू शब्द बनाएर आफ्नै अनुभूतिमा गुनगुनाउँदो रहेछु। त्यो कुरा मैले लगभग